हेलो गाइस, आज चाहिँ तपाईँहरूलाई मैले ज्याकफ्रुट रुट कटरको रेसिपी यहाँनिर सेयर गर्दैछु कसरी बनाउनु पर्छ भनेर। फर्स्टमा चाहिँ तपाईँहरूले कटरलाई चाहिँ उसिन्नुपर्छ, पिस पिस गरेर त्यसको बोक्रा निकाल्नुपर्छ। निकालेर फेरि त्यसलाई मसिनो काट्नुपर्छ र यसरी फ्राई गर्नुपर्छ। मजाले रातो रातो फ्राइड गर्नुपर्छ। फ्राइड गरेपछि तपाईँको मैले जे पनि एड गर्दा हुन्छ। मैले यहाँ चाहिँ आलु र पटेटो र ग्रिन पिस एड गरेको छु होइन। र त्यहाँदेखि चाहिँ तपाईँको यसमा के चाहिन्छ इन्ग्रिडियन्ट भन्दाखेरि चाहिँ टमेटो पेस्ट, गार्लिक, अनियनहरूको पेस्टहरू चाहिन्छ। र त्यहाँदेखि चाहिँ मैले यहाँनिर अहिले पाँचफोरन हाल्दैछु। पाँचफोरन हालेर काटेको त्यो प्याज र चप गरेको गार्लिकहरू रातो रातो फ्राइड गर्नुपर्छ यसरी। र मजाले फ्राइड गरेर रातो भएपछि चाहिँ त्यहाँदेखि तपाईँले यहाँनिर चाहिँ के हाल्नु सक्नुहुन्छ भन्दाखेरि चाहिँ मसलाहरू हाल्नु सक्नुहुन्छ र स्वाद अनुसारको खोर्सानी पनि हाल्नु सक्नुहुन्छ। पेस्ट हाल्दा पनि भयो, जे हाल्दा पनि भयो, तर मैले चाहिँ यहाँ डल्ले सुकेको हालेको छु र मलाई त्यो मनपर्छ। त्यसको साथसाथमा यो अलिक रातो रातो भएपछि त्यहाँदेखि चाहिँ तपाईँको यहाँ के हाल्नुपर्छ भन्दाखेरि मसलाहरू हाल्नुपर्छ। जस्तै जिरा पाउडर, धनियाँ पाउडर, हल्दीहरू र मिक्स भेजिटेबल मसलाहरू पनि मैले यहाँनिर चाहिँ हालेको छु र हाल्दैछु। र यसलाई चाहिँ फेरि यो हालिसकेर चाहिँ तपाईँले मजाले चलाएर फेरि रातो रातो बनाउनुहोस्। र हल्का तेलमा फ्राइड गरेपछि चाहिँ रातो रातो भएपछि चाहिँ तपाईँले अघि जुन चाहिँ चप गरेको अनियनहरू छ त्यो पनि के गरिदिनुहोस्, मिक्स गरिदिनुहोस्। र अनियन टमेटोहरू मिक्स गरेर फेरि यसलाई मजाले पकाउनुहोस्। जब चाहिँ मसला मजाले पाक्छ नि तब टेस्टी पनि हुन्छ। मसला चाहिँ पुरा पकाउनुपर्छ, टाइम लाग्छ। सानो फ्लेममा, ग्यासको सानो फ्लेममा चाहिँ पुरा पकाउनुपर्छ यसलाई चाहिँ रातो भइन्जेल पानी। त्यहाँदेखि मैले सल्ट पनि एड गरेँ, नुन हालेँ, स्वाद अनुसारको नुन हाल्नुहोस्। र सल्ट हालेपछि मजाले चलाउनुहोस्, मजाले चलाएर रातो रातो पानी हाल्दै सुकाउँदै चलाउँदै गर्नुहोस् होइन। त्यहाँदेखि चाहिँ हल्का पानी हालेर ग्रेभी हालेँ र ग्रेभी हालेपछि मैले यहाँनिर के एड गरेँ हेर्नुहोस् त, कति टेस्टी देखिरहेछ। त्यसको बादमा चाहिँ त्यहाँदेखि तपाईँले चाहिँ के हाल्नुहोस्, मैले चाहिँ ग्रिन पिज हालेँ, हरियो मटर, आई लभ हरियो होइन, ग्रिन भेजिटेबल। हरियो परियो चाहिँ मलाई भेजिटेरियन भएर पुरा मनपर्छ। र त्यसको साथमा मैले अघि फ्राइड गरेको पटेटो र ज्याकफ्रुट पनि हालेँ। त्यहाँदेखि यसलाई चाहिँ पुरा हालेर चाहिँ के गर्नुपर्छ भन्दाखेरि चलाउनुपर्छ। चलायो, पानी कम्ती हाल्दै, बोइल वाटर अलिअलि हाल्दै फेरि सुकाउँदै चलाउँदै सुकाउँदै चलाउँदै गर्नुपर्छ। र तपाईँले यहाँनिर चाहिँ ग्रेभी पनि खानु सक्नुहुन्छ, सुक्खा पनि खानु सक्नुहुन्छ। तर आज म चाहिँ ग्रेभी खाने मुड छ र म चाहिँ यहाँ ग्रेभी खान्छु। त्यही कारणले गर्दा चलाएँ फ्राइड गरेँ। त्यहाँदेखि चाहिँ मैले के गरेँ भन्दा ग्रेभी हालेँ र ग्रेभी हालेर चाहिँ मैले आज यसरी खाएँ। थ्याङ्क यू।